आजको भिडियोमा संसारको सबैभन्दा धेरै फूल भएको गार्डनभित्र पैदल यात्रा गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र पूर्ण जानकारी दिने कोसिसमा रहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्न नबिर्सिनुहोला। यो बगैँचालाई मिरेकल गार्डन भनेर चिनिन्छ। दुबईको मिरेकल गार्डन विश्वको सबैभन्दा ठुलो प्राकृतिक फूलहरूको अलग अलग प्रकारको नमुनामा डिजाइन बनाएका र पर्यटकहरूको लागि धेरैभन्दा धेरै रोचक बनाउने बगैँचा हो। विश्वको रेकर्ड तोड्ने यो गार्डनमा 150 मिलियन फ्लावरहरू रहेका छन्। तपाईँ जति अगाडि जान्छ उति धेरै तपाईलाई मनोरञ्जन हुनेछ र मजा आउनेछ। यो भित्र सबैभन्दा पहिले यो ठाउँमा कसरी जाने, कसरी पुग्ने यस बारेमा जानकारी गरौँ। हाउ डु आई गेट टु दुबई मिरेकल गार्डन। यो ठाउँमा जानका लागि दुबई मिरेकल गार्डन अल वर्षामा अवस्थित रहेको छ। मेट्रोबाट जानको लागि रेड लाइनको मल अफ द इमिरेट मेट्रो स्टेसन पुग्नु पर्नेछ। त्यहाँबाट 105 नम्बरको बसले तपाईलाई सिधै मिरेकल गार्डन लैजान्छ। साथीहरू नमस्ते। आज चाहिँ मिरेकल गार्डनमा आएका छौँ और यो ठाउँको पुरा भिडियो चाहिँ बनाएर देखाउनुवाला छौँ। हेर्नुहोला, किनकि दुबईको दुनियाँको सबैभन्दा धेरै फुल भएको ठाउँ नै यो हो। यहाँबाट एकचोटि भित्र जाउँ। भित्र के रहेछ? वाट आर दुबई मिरेकल गार्डन टाइमिङ भन्ने प्रश्नहरू आउन सक्छ। दुबई मिरेकल गार्डनको समय के हो भन्ने प्रश्नहरू आउन सक्छ र कति बेला र कति बजेदेखि कति बजेसम्म खोल्छन्, चालु हुन्छ। वाट आर दुबई मिरेकल गार्डन टाइमिङ भन्ने प्रश्न दुबई मिरेकल गार्डनको समय के हो भन्ने प्रश्न आउँछ र कति बजेदेखि कति बजेसम्म खोल्छन् भन्ने कुरामा हप्ताको दिनमा बिहान 9 बजेदेखि बेलुका 9 बजेसम्म खोल्छन् भने शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म 11 बजेको बिचमा तपाईले यात्रा गर्न सक्नुहुन्छ यो भित्र। दुबई मिरेकल गार्डनमा म कति समय बिताउन सक्छु भन्ने प्रश्न पनि हुन सक्छ। हाउ लङ शुड आई स्पेन्ड एट दुबई मिरेकल गार्डन। यसमा तपाईको लागि मिरेकल गार्डनको टिकटले तपाईलाई पार्कमा अधिकतम 4 घण्टासम्म अनुमति दिन्छ भित्र घुम्नको लागि। जुन 4 घण्टा भित्रमा सम्पूर्ण क्षेत्र पुरा घुम्न सक्छ तपाईले। यो चाहिँ गेट थियो, यहाँबाट बाहिर निस्किने और बाहिर भित्र जाने।
आजको यात्रा थियो साथीहरू मिराकलको गार्डनभित्र। यहाँबाट भित्र गएको थिएन, अहिले यहाँबाट भित्र जान्छ अब। यहाँबाट भित्र जान्छु। मानिसहरू यहाँ के रहेछ त? वाह, पानी आइरहेको छ। पानी कसो राम्रो रहेछ। अब यहाँबाट गएपछि हाउ लङ इन एडभान्स क्यान आई पर्चेस माई मिरेकल गार्डन टिकट भन्ने प्रश्नमा कति समय अगाडि मेरो मिरेकल गार्डनको टिकट किन्न सक्छु र कसरी किन्छौँ भन्ने, टिकट कसरी बुक गर्न सक्छौ भन्ने प्रश्नमा तपाईले मिरेकल गार्डनको टिकट वेबसाइट के थ्रुबाट बुकिङ गर्न सकिन्छ र त्यो गार्डनमा गएर त्यही गार्डनमा गएर पनि तपाईले काउन्टरमा काट्न सकिन्छ, बुकिङ गर्न सकिन्छ। और टिकटको दाम रहेको छ अलग अलग रहेको छ। दुबईको रेसिडेन्सी कार्ड भएको मानिसहरूको लागि 60 दिरहम लाग्छ। तपाईले त्यहाँ रेसिडेन्ट कार्ड देखाउनु पर्ने हुन्छ। अनि जुन तपाईसँग रेसिडेन्ट कार्ड हुँदैनन् त्यसको लागि चाहिँ तपाईले 100 दिरहमको टिकट काट्नु पर्ने हुन्छ। और 3 वर्षदेखि 12 वर्षसम्मको बीचको बच्चाहरूलाई 85 दिरहमको टिकट काट्नु पर्ने हुन्छ। अहिले यहाँबाट बाहिर निस्किन्छु। यहाँबाट बाहिर निस्किँदाखेरि चाहिँ यस्तो फेरि बाटो छैन क्या, कुनामा स्टप हुँदो रहेछ नि, बाटो नहुँदो रहेछ नि। यही राख्नु अब म यहाँबाट चाहिँ तल झार्छु। यहाँबाट तल झार्दाखेरि चाहिँ कस्तो देखिन्छ भन्ने विषयमा कुरा हैन। यहाँबाट तल झर्ने कार्यक्रम सुरु गरिरहेका छौँ। टाउको कपाल भएको चाहिँ कता यार। अब यहाँबाट झरेको यस्तो देखिन्छ। यो गार्डनभित्र जानुको लागि केही जान्नुपर्ने आवश्यकता कुराहरू रहेका छन्। बगैँचामा हिँड्दाखेरि बाटोमा पैदल यात्रा गर्ने मानिसहरूले जुन फुल टिप्न पाइँदैन र यो गार्डनमा कुन समय जानुको लागि उत्तम, मतलब यो गार्डनभित्र कुन समयमा सही हुन्छ भन्ने प्रश्नहरू पनि आउँछ। अक्टोबर महिनादेखि अप्रिल महिनाको चिसो महिनाहरूमा भ्रमण गर्नु उत्तम समय हुन्छ, किनकि मौसमले तपाईलाई गर्मीको बारेमा चिन्ता नगरी पार्क भित्रको सहज प्रकृतिको 150 मिलियन फूलहरूको साथ आनन्द लिन सकिन्छ। किनकि जाडो महिनामा नै एकदम रमाइलो लाग्न सक्छ। और मनोरञ्जन गर्न अनुमति दिन्छ। हप्ताको समय बिहान सबेरै वा बेलुका साँझ भ्रमण गर्न पनि सिफारिस गर्छौं। यो गार्डन भित्र तपाईले आफ्नो व्यवसायको लागि क्यामेरा युज गर्ने अनुमति दिएका छैनन्। यदि तपाईं युज गर्नुहुन्छ भने तपाईले काउन्टरमा गएर कुरा गर्नुपर्ने हुन्छ त्यहाँको म्यानेजमेन्टहरूलाई। और फ्लाइ ड्रोन तपाईले ड्रोन उडाउनको लागि तपाईलाई अनुमति दिएका छैनन्। यहाँबाट टिकट काउन्टर कार्ड छ और यहाँबाट भित्र जान्छ। यहाँतिर मिरेकल गर्न रहेको छ, बाहिरको एरिया हो यो। यहाँबाट अलिकति देखाउँ, यहाँतिर के छ त? यहाँतिर पनि के रहेछ? पानी पोखरी। हर कन्ट्री में यहाँतिर पानी पोखरी रहेछ। यस्तो ठाउँ रहेको छ। और यहाँतिर पानी आइरहेको। अब यहाँबाट बाहिर निस्किन्छ यार।
घुमिरहेका छौँ यो भित्रतिर। अहिलेको बेला बेलुकातिर चाहिँ धुमधाम रमाइलो अहिले चाहिँ राम्रोसँग भिडियो क्याचअप गर्न पाइरहेका छौँ। यहाँतिर के रहेछ त? यहाँतिर के रहेछ हेर्छु है। मिराकल गार्डन दुबई। पहिले यहाँतिर यस्तो रहेछ हेर्नु। अहिले यतातिर हामी अहिले यतातिर छ। साथीहरू यस बेला म यहाँ घुमिरहेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ अहिले बेलुका 5 बजेतिरको चाहिँ एकदम दामी यहाँतिर मेन गेट रहेको रहेछ। यहाँबाट भित्र आउँछन्। एकचोटि बाहिर गएपछि फेरि तपाईँले भित्र आउने अनुमति हुँदैनन्। त्यसैले मेरो यहाँबाट भित्र आउँछन्, स्क्यान गरेर टिकट काटेर आउँछन् भित्र। अहिले यो पुरा यो टनेल हो पुरा। यहाँ चाहिँ अहिले हामी यो टनेल हो, यसले हार्ट टनेल भनेर चिनिन्छ। जुन फुलको क्यानल हार्ट क्यानल भनेर चिनिन्छ। और यहाँतिर यस्तो छैन, एकदम बवाल छ। सो अभी अहिले हामी यहाँबाट भन्दा पनि अलिकति यहाँबाट घुमेर जाउँ है। अहिलेको बेलामा चाहिँ हैन समय एकदम बेलुका 5 बजिसकेका छन्। त्यही कारणले गर्दा चाहिँ एकदम राम्रो देखिरहेका छन्। दिउँसोतिर आएको थिएँ 2 बजीतिर र दिउँसो चाहिँ एकदम अलि गर्मी थियो। अहिले चाहिँ भित्रतिर छु हेर्नुहोस्। भित्र भन्दा पनि अब बेलुकातिर भइसकेको छ। यो मिराकल गार्डनको धुमधाम एरिया चाहिँ तपाईँहरूको माझ देखाइरहेका छन्। अब यस्तो खतरा छ यार, फुलको राजा। अनि संसारमा कुनै पनि ठाउँमा नभएका फुल यहाँ हुन्छ भन्ने प्रमाणित गरेका छन्। जुन गुगलमा तपाईँले सर्च गर्न सक्नुहुनेछ। 1.5 यस्तो दामी एरिया रहेछ। पुरा एरिया घुमिरहेका छौँ एकदम। के गरेछ नि यस्तो रहेछ यार, फुलको बर्सात। प्लेनको डब्बा चाहिँ तपाईँले यहाँतिर देख्न सक्नेछ। पुरा यो प्लेनको एरियातिर म जान्छु। यस्तो बवाल छ कि यो ठाउँ। अब यहाँतिर भित्रतिर गइरहेको छ अवस्था। अहिले चाहिँ यो एरिया पुरा वाकिङ टुर गरिरहेका छौँ। यस्तो मान्छे यस परेछ नि, यसको पछाडितिरको चाकतिरबाट चाहिँ यस्तो रहेछ। अब उताबाट घुम्दै देखाउँछ। यहाँतिर टोइलेट पनि व्यवस्था छ। र यहाँबाट के छ, मानिसहरू चाहिँ भिड नै छ। आज छुट्टीको दिन पनि हो, त्यही कारणले होला। यहाँ प्लेन चाहिँ यहाँ रहेको छ। यो प्लेन एकदम फेमस भएको थियो। सो अगाडितिर जाँदै यो प्लेन त रियल नै प्लेन हो क्या, रियल हो कि रुखले। यो प्लेन त रुखले यसरी आएको छ। रुखले अड्केर राखेर रहेछ यो प्लेनलाई। दामी रहेको छ। यस
साथीहरू नमस्ते। आज चाहिँ मिरेकल गार्डनमा घुम्न आएको अवस्था जुन तपाईले यो भिडियो हेरेरै देखिन्छ। हेर्नु एकदम दामी छ। देश यो संसारको सबैभन्दा धेरै फुल भएको ठाउँ हो। त्यहाँ चाहिँ म अहिले घुमिरहेका छौँ। यो ठाउँमा आउनुको लागि चाहिँ तपाईले बस पाइन्छ, बसबाट आउन सकिन्छ। सो अलग अलग गली गली रहेछ हैन, पुरा गली गलीमा म घुमिरहेका छौँ। अब कुन गलीमा के रहेछ त्यो चाहिँ अहिले यही भिडियोमा देखाउने वाला नै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो ठाउँमा को भिडियो एकदम बवाल हुनेछन्, धेरै लामो पनि हुनेछन्। किनकि यो एरियाको यो टनल आर्ट टनल टावर टनल हैन कति रहेछ। अहिले यहाँबाट चाहिँ म बाहिर निस्किन्छु होइन के रहेछ। अब यहाँ चाहिँ एकदम यो टन यो हार्टको क्यानल भन्छ यो रहेछ। अहिले म यहाँतिर छु भनौँ न होइन। अब यो भित्र के रहेछ कसो रहेछ त्यो चाहिँ यही भिडियोमा तपाईँले एकचोटि यो माथि जान्छु। यो माथि गएर हेर्छु के कस्तो देखिँदो रहेछ। बेलुकाको 6 बज्न लागेका छन् अवस्था। अहिले म यहाँ घुमिरहेका छौँ। पब्लिक पनि धेरै छन्। यहाँतिर घुरिरहेछ घरि, यहाँतिर घुरिरहेको छ ठुलो घरि। और यहाँतिर मानिसहरूको भिड धेरै देखिन्छ। पब्लिक पनि धेरै छ यहाँतिर, पब्लिक धेरै रहेको छ। अहिले पब्लिक एकदम टनाटन देखिन्छ। अहिले यहाँ देखिनुको लागि मानिसहरू धेरै आउँछ होइन। मानिसहरू टन्डन छ। अहिले म पनि यहाँ उपस्थित भएका छु जुन अब मानिसहरू भरेका छन् टन्डन होइन। प्लेन लाइन यहाँ यस्तो देखिन्छ है, यहाँबाट प्लेन यस्तो देखिन्छ रहेछ। यहाँतिर पब्लिकहरू घुमिरहेछ र यहाँबाट कस्तो देखिन्छ हेर्छु। माथि आएर हेर्छन् सबै अनि त्यो नै हो भनौँ। यहाँबाट माथि जान्छु, यहाँबाट माथि जान्छु होइन। माथि योभन्दा पनि टप माथि गएर हेर्न सकिन्छ। अब यहाँ माथि के रहेछ चाहिँ है, यहाँबाट माथि गएर हेर्छु। यहाँनिर चाहिँ मानिसहरूको भिड रहेछ टनाटन, नाच्दै गाउँदै रहेछ मानिसहरू पुरा। अब यहाँबाट देख्न सकिन्छ सबै चिज। मेन कुरो चाहिँ अब यहाँबाट हामी देख्छौँ के रहेछ त्यहाँ। यहाँबाट हात्ती देखिन्छ हेर्नुहोस्। मेन हात्ती और घोडा यहाँबाट देखिन्छ। हात्ती और घोडा देख्ने ठाउँमा त मान्छेहरू धेरै रहेछन्, त्यही भएर देख्नै पाएन। हात्ती घोडा यहाँबाट पुरा देखिन्छ। अहिले चाहिँ म यो माथिको टुप्पामा आएका छौँ। यो अहिले यो माथिको टुप्पाबाट तल झार्ने कार्यक्रम पनि लागिरहेका छौँ। सो यहाँतिर रेस्टुरेन्ट होटल सबै रहेका छन्। यहाँबाट कस्तो देखिन्छ त, वाह। यहाँबाट सबै यस्तो देखिन्छ है, खतरा देखिन्छ त यहाँबाट। और यहाँ चाहिँ म रहेको छ। अब यहाँबाट तल जाने कार्यक्रम रहेको छु। यहाँबाट तल झर्ने कार्यक्रम त्यो पुरै एरिया देखाइसक्यो। हेर्नु होला कस्तो लाग्यो, प्रतिक्रिया पनि लेख्नु होला। कता के रहेछ यो गली गलीमा घुमिरहेका छौँ। मैले चाहिँ यो गली गलीको सबै ठाउँ देखाउने छु हैन। हेर्नु होला यो एकदम दामी फ्लावर हेर्नु।
उडिरहेको छ प्लेन। यो गल्लीमा गएको थिएन, अब यो गल्लीमा जान्छु। यो गल्लीमा के रहेछ? यो गल्लीमा चाहिँ बच्चाहरूले खेलाउने ठाउँ, खेल्ने चिजहरू देखिन्छ। यहाँबाट यो प्लेनको के देखिन्छ कस्तो दृश्य छ। यहाँ पनि सब हामीले हेरिसक्यो होइन। यहाँबाट अब बाहिर निस्किन्छ। यो चाहिँ एउटा चुचो भएको चरा हुने रहेछ। बाहिरबाट दुईवटा ठाउँबाट चाहिँ गइसकेँ। यो प्लेनभित्र चाहिँ जाने अनुमति नदिएको रहेछ हेर्नु। यहाँबाट चाहिँ भित्र जाने अनुमति नदिएको देखिन्छ। अहिले अब यतातिरबाट कस्तो देखिन्छ, यतातिरबाट कस्तो देखिन्छ हेर्नु होला। अरू यो गल्लीमा पहिला फर्स्ट पनि आएको थियो। यो सबै भित्र चाहिँ के रहेछ पुरा देखाउने कोसिस गरेका छौँ मैले चाहिँ। यस्तो रहेछ। टोपीहरू पनि रहेछ। सबै टनेल रहेछ क्या, जुन फ्लावरको टनेल रहेछ। और यो बाहिर भित्राउने बेलामा यो देखिन्छ। यहाँतिर के रहेछ? यहाँ पानी उम्लिरहेका छन् और यहाँतिर पानीको संरक्षण पनि और यो पानी उम्लिरहेको छ। यहाँतिर पानी उम्लिरहेको छ देखिन्छ और यो पुरा देखिन्छ। टोइलेट पनि रहेछ यहाँतिर। अब यहाँबाट जान्छु है। अब चाहिँ म यहाँबाट अगाडि गइरहेका छौँ साथीहरू। नमस्ते भन्न चाहन्छु। अब चाहिँ अगाडि बढिरहेका छौँ। यहाँतिर के छ फुलहरू होइन। यहाँतिर एकदम दामी फ्लावरहरू छ हेर्नु। और अझै दामी फुल हामीले देख्न पाइन्छ। यस्तो दामी फुल छ है। फुलकै बगैँचा भनौँ यहाँ चाहिँ। एकदम दामी डिजाइन बनाएको छ। और अब चाहिँ हामी अगाडितिर जाँदैछौँ। यहाँबाट कति के रहेछ होइन देखाउने। अब हामी जाँदैछौँ अगाडितिर। सो फ्लावरको डिजाइन यस्ता छन्। जाँदैछौँ अगाडि। अहिले चाहिँ खासै अब घाम लागेको छ जस्तो यो चाहिँ फुलको हाट रहेछ। यहाँतिर चाहिँ के रहेछ त? अब सबभन्दा मेन कुरो यो आउँछ होइन। यसले चाहिँ मानिसहरूले आएर फोटो खिच्छ यो ठाउँलाई। अब मेरो पछाडि रहेको छ साथीहरू, मेरो पछाडि रहेको छ दुईवटा हात्ती घोडा। अब म घोडाको बिचमा आयो साथीहरू।